हामी नारीहरू दिनभरि अरूको खुसीका लागि दौडिरहेका हुन्छौँ। घर, परिवार, श्रीमान, छोराछोरी अनि अनगिन्ती जिम्मेवारी सबैलाई भ्याइ नभ्याइ समय पनि हामी दिन्छौँ। तर कहिले आफैले आफैलाई सोध्ने गरेका छौँ, म स्वयं कति खुसी छु भनेर? साँच्चै भन्ने हो भने 100मा 5% नारीले पनि सायद यस्ता प्रश्नहरू आफैले आफैलाई सोधेका हुँदैनन्। श्रीमती, बुहारी अनि आमा भएपछि आफ्ना चाहना, खुसी र समय हामीले पछाडि छोडिदिन्छौँ, होइन र? एउटा कुरा सम्झनुहोस्, तपाईँको मूल्य अरू कसैले निर्धारण गर्दैन। तपाईँको मूल्य त स्वयं तपाईँले तपाईँलाई कति सम्मान गर्नुहुन्छ र कति माया गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छ। त्यसैले आजदेखि एउटा सानो बानी बसाल्नुहोस्। हरेक दिन केही क्षण ऐनाको अगाडि उभि आफूलाई एउटा राम्रो कुरा भन्नुहोस्, म महत्त्वपूर्ण छु, म सक्षम छु, म खुसी हुन योग्य छु र म आफूले आफूलाई धेरै माया गर्छु। विश्वास गर्नुहोस्, सायद तपाईँले आफूलाई भनेका त्यही मध्येको एउटा वाक्यले सोच बदलिन सक्छ र सोच बदलिँदा जीवन नै बदलिन सक्छ। अरूलाई खुसी राख्दा राख्दै आफ्ना खुसी नमान्नुहोस्, किनकि जीवनको अन्तिम क्षणसम्म पनि सबैभन्दा नजिक भएर साथ दिने व्यक्ति स्वयं तपाईँ आफै हुनुहुन्छ। समयमै आफ्नो लागि समय निकाली आफूलाई माया गरी अगाडि बढ्नुहोस्, किनकि समय फेरि फर्केर आउँदैन। थ्याङ्क यू एभ्रिवान।